हाम्रो रुकमान गछ सर हामीलाई एकदम सहयोग गर्नु भएको छ यो रकेट लन्चिङमा। ए हुन्छ यो यताको त गर्नु पाएन ल गरिसक्यो। नेपालको पहिलो रकेट आरम्भ। Ready to take off. नेपाली सेनासँग सहकार्यमा युथ फर नेसनको सपोर्ट, हाम्रा भाइ बहिनीहरूको मेहनत र हाम्रो नेपाल बनाउनै पर्छ भन्ने जुन दृढ विश्वास छ त्यसको उसमा अब केही समयमा नै तपाईहरुले देख्नुहुन्छ नेपालको पहिलो रकेट लन्च हुँदैछ। पक्कै पनि यसले हाम्रो धेरै कुरामा प्रभाव पार्नेछ। हामी आफ्नो हतियार आफै बनाउन सक्छौं, आफ्नो स्याटेलाइट आफै छोड्न सक्छौं, तर यसको लागि धेरै मेहनत छ। हामी त्यो मेहनत पनि गर्छौं, हाम्रो साथीहरु गर्नुहुन्छ भन्ने विश्वास त छ। नयाँ भाइ बहिनीहरुले पनि जुन एउटा गुम्सेका कलाहरु छन्, प्रतिभाहरु छन्, टेक्नोलोजी प्रति जुन विश्वास छ त्यसलाई चाहिँ मर्न दिने छैनौं र नेपाल धरतीको लागि यस्ता प्रतिभाहरुको खोजी गर्दै हामी हाम्रो यो विकसित नेपाल हाम्रो जीसी भाइ आईटी को एकदम ज्ञाता हुनुहुन्छ। उहाँले पनि अहिले डिजिटल उसबाट चाहिँ एजुकेसनलाई कसरी अगाडि बढाउने भन्ने कुराको एकदम डिजिटलाइज गर्नु भएको छ। यसको केही समय पछाडि पक्कै पनि तपाईहरुले बुकलेटहरु हरेक स्कुलहरुमा कसरी यो वैज्ञानिक शिक्षा लागू गर्ने, वैज्ञानिक शिक्षा भनेर त धेरै नेताले भाषण गरे, तर वैज्ञानिक शिक्षा के हो भन्ने कुरा चाहिँ हाम्रा साथीहरुले, हाम्रा भाइहरुले मेहनत गरेर त्यो देखाउनु भएको छ। त्यसको पनि हामीले केही समयपछि उद्घाटन गर्नेछौं। पहिला हामी रकेट लन्च गर्छौं, त्यसपछि ड्रोन उद्घाटन गर्छौं, त्यसपछि पानीबाट चल्ने हाम्रो डिभाइस उद्घाटन गर्छौं जुन गाडी चल्दैछ पानीबाट, जसले चाहिँ 40% पेट्रोल सेभ गर्छ, जसले खर्बौं रुपैयाँ चाहिँ नेपालको सेभ गर्छ। त्यसपछि हामी डिजिटल एजुकेसनमा जाँदैछौं। त्यसपछि हाम्रो धेरै कुराहरु छन्। देशलाई एउटा मात्र क्लिक भयो भने हाम्रो देश कोही भन्दा कोही पछि 2030 सम्म संसारकै उत्कृष्ट धनी देश बनाउन हामी मजाले सक्छौं। त्यसको लागि केही नीतिगत कुरामा चाहिँ हामीलाई सरकारले सपोर्ट नगरेको पक्कै पनि हो, तर सरकारले सपोर्ट गरेन भनेर फेरि हामी चुप लाएर बस्ने अवस्था चाहिँ छैन। हामी चुप लाग्दैनौं। हामी यो पुस्ता हाम्रो पनि हो, उहाँहरुको पनि हो र उहाँहरुको भन्दा अलि बढी हाम्रो हो। त्यही भएर उहाँहरुलाई हामीले आग्रहपूर्वक आग्रह गर्छौं कि एकदम उहाँहरुले हाम्रो पुस्तालाई राम्रो देश हस्तान्तरण गर्नु भएन भने उहाँहरुलाई हामीले बिदा गर्नुपर्छ। यो चेतावनी चाहिँ होइन, तर उहाँहरुले सम्झेर नयाँ पुस्तालाई देश हस्तान्तरण गर्नुपर्छ भन्ने हो। हामीले यतिकै हाम्रो देश ह्यान्डओभर हुन गर्दैनौं। त्यतिले पुग्दैन के तपाईको टाउको छुट्टिन पर्यो नि, समात्नु पर्छ त्यो। कति बहादुर मान्छे, रकेट उडाउन रकेटै समातिएको छ। तर होइन साथी हो, उहाँले त्यहाँनिर बसेर गर्नुहुन्छ। आफ्नो ज्यानको बाजी राखेर चाहिँ देशलाई एउटा सक्षम राष्ट्र बनाउनको लागि हाम्रो देवेन्द्र पौडेल दाई हुनुहुन्छ। देवेन्द्र दाई, हाम्रो देवेन्द्र पौडेल दाई हुनुहुन्छ। पौडेल होइन ए देवेन्द्र श्रेष्ठ, पौडेल भन्न आउँछ। देवेन्द्र पौडेल दाई सरी है, तपाईँ अस्ति आउनु भएन, झुक्किएछ। देवेन्द्र श्रेष्ठ दाई हुनुहुन्छ। दाई मरेपछि चर्चित हुने वैज्ञानिक हो, जनयुद्धको एक खास वैज्ञानिक। तर उहाँको कलालाई न पार्टीले देख्यो न राज्यले देख्यो, तर हामी युवाले देख्नुपर्छ। उहाँको गाइडलाइनलाई अगाडि सार्दै नयाँ युवाहरूले चाहिँ चिन्नुपर्छ भन्ने हो। दाईलाई यहाँ आइदिनु भएकोमा धेरै धेरै धन्यवाद दाई। धन्यवाद। अनि कस्तो लागिरहेको छ दाई? तपाईँ
तपाईँ आफ्नो जुन अनुभव अहिले भाइहरूले जुन रकेट लन्च गर्दैछन् त्यो कुरामा तपाईँलाई कस्तो लागिरहेछ भन्नु त? हाम्रो आकाशीले तपाईँलाई क्यामेरामा सहयोग गर्नुहुन्छ, यो हेर्दै सबै देखाउनुहुन्छ क्यामेराले है। आकाशी टेपले बान्नु न, त्यसलाई टेपले मात्रै बान्नु। यहाँ हेर्न सक्नुहुन्छ होइन, यहाँ एकदम जारी भइरहेको छ होइन, देखिराख्नु भएको छ होला। यहाँ एकदम प्रोसेस भइरहेको छ होइन। यहाँ दाइले ट्राई गरिराख्नु भएको छ। यहाँ रेडी हुने क्रममा भइसकेको छ होइन, हजुरहरूले हेर्दा हुन्छ। हजुर यहाँ हजुरले देख्न सक्नुहुन्छ होइन, यहाँ अझै दुईटा यहाँ मिसाइल यहाँ रेडी भइरहेको छ रकेट होइन। अब हजुरको उतातिर भनेको उता ड्रोन छ होइन, जुन हजुरको 60 किलोमिटर टाढासम्म होइन हेल्थ केयर फेसिलिटीहरू प्रोभाइड गर्ने, जसले गर्दा जिल्लामा होस् या होइन अब कतै हेल्थ केयर फेसिलिटी नपुगेको ठाउँहरूमा होइन मजाले अब ड्रोनको थ्रुबाट हामीले प्रत्येक मान्छेहरूलाई होइन औषधिहरू अनि चाहिने सामानहरू हामीले उपलब्ध गराउन सकिन्छ। त्यस्तै गरी यहाँ हजुरले देख्नुहुन्छ यहाँ गरुडा, यो भनेको हाम्रो पहिलो नेपाली रकेट हो होइन, जसले हाम्रो यहाँ यो पनि प्रोसेस भइरहेको छ होइन। यहाँ हजुरले देखिराख्नु भएको छ दाइहरू यहाँ एकदम मेहनतका साथ होइन, मेहनत गरेर होइन यहाँसम्म पुग्नु भएको छ र अनि अब यहाँ केही समयमा यहाँ सक्सेस भएर होइन हामी ताली बजाएर हिँड्नेछौँ। त्यो हावाले कस्तो हल्लाइराख के, हावाले हल्लाइरहेछ के, अलिकति पोइन्ट बिग्रियो भने त गयो होला है, त्यही भने यहाँ अब यहाँ ट्रिगर गर्न अब यहाँ रेडी पोजिसनमा छ। यहाँ देख्दै हुनुहुन्छ होइन, त्यति आफ्नो लागि सुरक्षा भइरहे। दाइ झन् हजुरले हेर्नुपर्ने हो नि। तर त्यो हेर्नु न हावाले त्यो यस्तो टिल पारेर राखे उडेपछि चाहिँ प्याट उड्दै हुन्छ, सजिलो जान्छ, भिज गऱ्यो भने जानु लाइभ आउँछ नि यति त अब साँच्ची भने मलाई एकदम दाइ बस्नु अनि आफूले गरेको एचिभमेन्ट त हेर्नु पर्यो नि। समातेरै बस्नुपर्छ यहाँ। फोन हान्न छ
हेर्दै हुनुहुन्छ होला होइन। यहाँ कमेन्ट्समा छिटो उडाम भनेर आइरहेको छ होइन। क्लियर भएन सर भनिरहेको छ होइन। ठिकै छ, यहाँ प्रोसेस हुँदैछ होइन। समयमा यहाँ उडाइनेछ होइन। अब हामीले हतार गरेर पनि हुँदैन कुनै कुनै कुरामा होइन। अब उहाँहरूलाई थाहा छ नि त कति बेला उडाउने के गर्ने भनेर। हल्लियो भिडियो धेरै भन्दै हुनुहुन्छ। खासमा म होइन एकदम पर्फेक्ट क्यामेराम्यान त होइन कि यत्तिकै भिडियो बनाइरहेको हो होइन। हजुरहरूलाई जस्ट इन्फर्मेसन प्रोभाइड गर्नको लागि मात्र, हजुरहरूले प्रत्यक्ष देख्नुहोस् भनेर मात्र गरे हो होइन। ठिकै छ, अब जस्तो हुन्छ त्यस्तैमा मिलाएर हेरिदिनु होला। यहाँ एकदम प्रयास जारी भएको छ होइन। यहाँ हावाले गर्दाखेरि त्यो हजुरको जुन रकेट छैन त्यो अलि हल्लिएर अनि त्यो जुन हजुरले अब लन्च गर्ने बेलामा पोजिसन अलिकति पनि टिल भयो भने बाङ्गे जाने यस्तो रिक्स हुने गरेकोले यहाँ अलि ढिला हुने सम्भावना भएको छ। ठिकै छ, हतार गर्नु हुँदैन भनिन्छ नि त। प्रनिल दाइ यहाँ धेरै हल्लियो भन्दै हुनुहुन्छ होइन कमेन्टमा। अब खासमा म एकदम पर्फेक्ट क्यामेराम्यान त होइन कि होइन। भनिहालेँ नि मैले हजुरलाई, जस्ट हजुरहरूलाई प्रत्यक्ष रूपमा देखाउनको लागि मात्र ट्राई गर्दैछु होइन। हल्लिरहेको छ हेर न, हल्लिरहेको छ कि हल्लिन्छ कि हेर न बल्ल। त्यो त अनि यत्तिकै बसिरहनु त नि हल्लिने के भन्दाखेरि जुम गरेर हो कि तिमीले। अब हल्लिन्न ल। ठिकै छ होइन। अब हजुरहरूले थाहा पाइसक्नु भयो होला हल्लिनुको रिजन होइन। म सक्दो ट्राई गर्छु हजुरहरूलाई होइन राम्रोसँग देखाउने। रेडी सेट गो गरौँ त ब्रो भन्दै हुनुहुन्छ। ठिकै छ, वेट गर्नु बिस्तारै होइन। यहाँ दाइहरूले अब हुने बित्तिकै हजुरहरूलाई प्रत्यक्ष देखाउने म एकदम प्रयास जारी गर्दछु। हजुरहरूले उता गरुडा रकेट उता पनि प्रोसेस जारी भइरहेको छ भने हजुरले